मान्य सदस्य हर्क साम्पाङ, यो हर्कराज राई, यो सदन हो, यो प्रतिनिधि सभाको उच्च एउटा यो सभा हो। यसमा यहाँले प्रयोग गरिरहेको शब्दहरू गम्भीर छन्। यहाँले प्रयोग गरिरहेको शब्दहरू मर्यादा विपरीत छ। यहाँले प्रयोग गरिरहेको शब्द अपमानजनक छ र यहाँलाई म फेरि ध्यान आकर्षण गराउन चाहन्छु। मैले भनिरहेको छु मान्य सदस्यहरू, मैले भनिरहेको छु, म केही भन्न खोज्दैछु, मान्य सदस्यहरूलाई सुनाउन खोज्दैछु, तर मान्य सदस्यहरू सुन्न धैर्य राख्नुहुन्न। धैर्यता राख्नुहोस् न मान्य सदस्यहरू, धैर्यता राख्नुहोस्। सुन्ने म सुनिरहेको छु, धैर्यता राख्नुहोस्। मैले केही बोल्न खोज्दैछु, मैले केही भन्न खोज्दैछु, मान्य सदस्य धैर्यता नै राख्नुहुन्न। मान्य सदस्य, यो कुनै बाहिर गएर सभामा बोलेको सम्बोधन अथवा बाहिर कुनै ठाउँमा गएर बोलिरहनु भएको होइन। यो प्रतिनिधि सभाको एउटा उच्च सभा हो। मान्य सदस्य,